चाहिँ म्यादी प्रहरीको छनौट हुँदैछ। यहाँ हात राखी राखी उड्नुपर्छ। 1 2 3 उड्नु। म्यादी प्रहरीको ओ पास। फेरि एकचोटि फेरि सुता 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 ल फेरि उठ। म्यादी प्रहरी पास 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 उठने फेल हुन्छ फेरि पास। पुलिसले सहायता गरेर पास गरिदिएको छ, अर्कोचोटि जाफै गर्नु। फेरि उठ्नु। ओके फेरि उठ्नु ल। सकु गोर्खालीले ल अब 3 चोटि पनि, अब 2 चोटिसम्म 2 चोटि अनि 5 हुन्छ। खुट्टाले गर्दा के नसकेको ल आउनु उठ्नु। यु क्यान डु इट। म बिना त नसक्ने। म्यादी प्रहरी हल्का खानु हजुर गाडी रहेछ। फेरि पल्टिनु। अब लास्ट एकचोटि फेरि उठ्नु 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 ल। अब पुसअप 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 पुसअपको पोजिसनमा छिटो छिटो छिटो। यो खुट्टा यहाँ हुन्छ। ओके 2 3 4 5 ल। अहिले हालको लागि यतिकै मानिदिएको छु, अर्कोचोटि चाहिँ राम्रो गर्नु ल। अब के गर्ने थाहा छ? के गराउँछ अब? ए अब उठ्नु 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 यसरी सिधा पर्नु। कतिको तपाईँको जिउ ज्यान ठिक छ कि छैन त्यो हेर्छु। त्यहाँ उठ्नु सिधा बस्नु। टुक्रोको यस्तो हुन्छ नि, यसरी बस्नु। हो सक्नुभयो? खुट्टा जोडिएको जोडिएन? खुट्टा जोड्नु, अझै जोड्नु मजाले। हो अब हात यस्तो ल्याउनु अगाडि यस्तो। हो सिधा बसिराख्नु। फेरि फेरि यस्तो हात सिधा ल्याउनु, सिधा यसरी यस्तो ल्याउनु। हो हात सिधा छ नि। पास के अरे? पास हो। अब नमस्ते गर्नु। नमस्ते मामा भन्नु। हो हात ढोग्नु। हात ढोग्नु न हातले, ए खुट्टाले हातले ढोग्नु भयो ल। अब म पास हुन्छु कि हुन्न भन। ल उठ उठ। अब हातलाई यस्तो 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 गर। यस्तो यस्तो गर। गऱ्यौ? अब यता लग यस्तो गर। बस्ने होइन फेरि यत्तिकै यता यता यस्तो 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 ठुम 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 ठुर 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 ठुस थुर 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 गर ल। पास। अब यहाँबाट उता परसम्म हिँडेर फेरि घुमेर यहाँ आऊ। परबाट घुमेर फेरि यहाँ आऊ। जाऊ घुम। अब आऊ यहीँ बस यहीँ। हो पास। अब फेरि पल्ट। पल्ट्यौ? जिउ दह्रो पार। ल उठ अब उठ। कतिचोटि गराउँछस्? अब लास्ट एकचोटि। म्यादी प्रहरी हो नि त, गाह्रो छ। ए लिखित लिखित उठ उठ उठ। लिखित लिखितमा उठ न। यहाँ लिखित हो। अब 2 1 जा 2 1 जा 2 1 जा 2 भन न। ए फर एप्पल भन। ए अनि 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 सिडी पास सब्जेक्ट मौखिक। तिम्रो नाम के हो? परवेश। थर के हो? तिम्रो मामुको नाम के हो? मामुको नाम यो म्यादी प्रहरी नसक्ने खालको रहेछ। तिम्रो मामुको नाम के हो? राम्रो नाम भन न, फेरि फेल पारिदिन्छु म। मामुको नाम के हो? कालु पालु ल पास। त्यही त होला नि। अब तिम्रो बाबाको नाम के हो? बाबुआमाको नाम एउटै? कठिनै रहेछ यहाँ त। कतिवटा आम्ला छ हातमा? कतिवटा छ? 1 2 3 4। अनि एउटा यो पुलिस टिप्रेछ हान्छ। हात त सानो छ त। अनि हजुरले सक्नुहुन्छ त निर्वाचनमा काम गर्न? सक्छौ? झगडा गर्न सक्छौ? मान्छेलाई कुट्न सक्छौ? ऊ त क्यामेराम्यानलाई कुटेर देखाउ त। टाउको फुट्नु गरेर कुट्यो त क्यामेराम्यानले। सबै त नकुट्ने हो। जे होस् भलाइको काम गर्दो रहेछ, खुसी लाग्यो। फेरि जनताले कुट्न आयो भने चाहिँ